हामी सबैको जीवन एउटा यात्रा हो। हामी जन्मिन्छौँ, बाँच्छौँ, निर्णयहरू गर्छौँ अनि अन्तमा कतै न कतै पुग्छौँ। तर जीवनको यो यात्रामा दुईवटा बाटाहरू छन्, एउटा फराकिलो र अर्को साँघुरो। आजको यो भिडियोमा हामी बाइबलको आधारमा बुझ्नेछौँ कि यी दुई बाटोहरूको अर्थ के हो अनि तपाईले कुन बाटो रोज्नुपर्छ। विशेष गरेर तपाईँ युवा साथीहरूका लागि यो सन्देश अत्यन्तै महत्त्वपूर्ण छ। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोस्। सायद आजको सन्देशले तपाईको जीवन नै बदल्न सक्छ। प्रभु येशू ख्रीष्टले मत्ती 7:13 देखि 14 भन्नुभएको छ, साँघुरो ढोकाबाट पस, किनभने विनाशमा लैजाने बाटो फराकिलो छ र त्यसबाट जान धेरैजना जान्छन्, तर जीवनमा लैजाने बाटो साँघुरो छ र त्यसलाई थोरैले मात्र पाउँछन्। अब यसलाई सजिलो भाषामा बुझौँ। फराकिलो बाटो भनेको त्यो बाटो हो जहाँ धेरै मान्छे हिँडिरहेका हुन्छन्। यो बाटो सजिलो लाग्छ। यो बाटोमा तपाईँ जे मन लाग्छ त्यही गर्न सक्नुहुन्छ, झुट बोल्न सक्नुहुन्छ, अरूलाई धोका दिन सक्नुहुन्छ, गलत साथीहरू बनाउन सक्नुहुन्छ, नशा गर्न सक्नुहुन्छ, अशुद्ध भिडियो हेर्न सक्नुहुन्छ अनि तपाईलाई लाग्छ म स्वतन्त्र छु, म जे चाहन्छु त्यही गरिरहेको छु। तर येशूले भन्नुभएको छ यो बाटो विनाशमा जान्छ। अर्थात् सुरुमा यो बाटो रमाइलो देखिए पनि अन्त्यमा तपाईँ दुःख, पाप, पछुतो र अनन्त विनाशमा पुग्नुहुन्छ। साँघुरो बाटो। अब कुरा गरौँ साँघुरो बाटोको। साँघुरो बाटो सजिलो छैन। यो बाटोमा तपाईले सच्चा निर्णयहरू लिनुपर्छ। यहाँ तपाईले झुट त्याग्नुपर्छ, अशुद्धता छोड्नुपर्छ, सच्चा साथीहरू रोज्नुपर्छ, येशूको वचन अनुसार बाँच्नुपर्छ। सायद तपाईका धेरै साथीहरू तपाईलाई उटपट्याङ भन्नेछन्, हेप्नेछन्, हाँसो गर्नेछन्, तर यही बाटो सत्य हो, यही बाटो जीवनमा लैजाने बाटो हो। येशू भन्नुहुन्छ, म नै बाटो हुँ, सत्य हुँ, जीवन हुँ। अर्थात् साँघुरो बाटो भन्नुको अर्थ येशूलाई पछ्याउनु हो, उहाँका शिक्षाहरू अनुसरण गर्नु हो, उहाँमाथि विश्वास गर्नु हो। तपाईँ कुन बाटोमा हुनुहुन्छ? अहिले तपाईँ सोचिरहनु भएको हुन सक्छ, म कुन बाटोमा छु, म जुन बाटोमा हिँडिरहेको छु त्यसले मलाई कहाँ पुर्याउँछ। प्रिय साथी, विशेष गरेर तपाईँ प्रिय युवाहरू, आज नै सोच्नुस्, के तपाईलाई देखिने रमाइलो चाहिएको हो कि अनन्त शान्ति? फराकिलो बाटोमा साथीसँग रमाइलो गर्न सजिलो हुन्छ, तर साँघुरो बाटोमा येशू आफै तपाईको साथमा हुनुहुन्छ। जीवनमा सबै कुरा फटाफट मिल्दैन। सत्यमा हिँड्न, सही निर्णय लिन समय लाग्छ, सङ्घर्ष लाग्छ, तर जब तपाईँ येशूको बाटो रोज्नुहुन्छ तपाईको आत्माले शान्ति पाउँछ। यो संसारको हाँसोभन्दा प्रभुको आशिष ठूलो हुन्छ। आज तपाईको निर्णयले तपाईको भोलिको जीवन तय गर्छ। आजै निर्णय गर्नुहोस्। यसैले आजै भन्नुहोस्, हे येशू, म तपाईलाई पछ्याउँछु, मलाई फराकिलो बाटो छोडेर साँघुरो बाटोमा हिँड्ने साहस दिनुहोस्। तपाईँ मेरो जीवनको अगुवाई गर्नुहोस्। यदि तपाईलाई यो भिडियोले छुयो भने यसलाई शेयर गर्नुहोस्। सायद तपाईको शेयरले कुनै एकजनाको जीवन बचाउन सक्छ, कसैलाई नयाँ आशा दिन सक्छ, कसैलाई साँघुरो बाटो रोज्न प्रेरणा दिन सक्छ। प्रभु तपाईलाई आशिष दिउन्। येशू तपाईसँगै हुनुहोस्। जय मसीह।